हेलो 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 गाइज नमस्कार। के छ आराम हुनुहुन्छ? वेलकम माई टु युट्युब ब्लग मेरो च्यानलमा हजुरलाई धेरै धेरै स्वागत छ। पक्कै पनि हजुर आरामै हुनुहुन्छ भन्ने आशा राखिरहेको छु। मेरो चाहिँ यो फर्स्ट ब्लगिङ ब्लर हो के भन्छन् हो। मलाई धेरै पहिलेबाट युट्युबमा ब्लर बनाउन धेरै रहर लागिरहन्थ्यो। त्यसैले टाइम पनि नमिलेर आज छुट्टी थियो, त्यसैले मैले युट्युबमा युट्युब ब्लग के भन्छ युट्युब ब्लग बनाउँदैछु। हजुरहरूले यो भिडियो पुरा हेरिदिनु होला। म चाहिँ इन्डियामा छु, इन्डियाबाट काम गर्छु। मेरो घर चाहिँ नेपाल हो, नेपाल दाङ हो मेरो घर। अनि हजुर कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला प्लिज। अरू सबै ठिकै छ? हजुरहरूले कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ मलाई मेरो कमेन्ट गर्नु होला। सब्सक्राइब पनि गरिदिनु होला। हजुरले सब्सक्राइब गर्नुभयो भने म पनि हजुरको सब्सक्राइब गरिदिनेछु। हामी जस्तै साना युट्युबर साना एकअर्कालाई सहयोग गरेरै अगाडि बढ्नुपर्छ। किनकि एकजनाले मात्रै हुँदैन, किनकि अब सबैले उसको भिडियो हेर्ने, उसको भिडियो हामीले हेर्ने, अनि लाइक कमेन्ट गर्ने, सब्सक्राइब गर्ने, यस्तरी नै अगाडि बढ्ने हो। त्यसैले म त अरूको भिडियो पनि हेर्ने गर्छु, लाइक कमेन्ट पनि गर्ने गर्छु। मैले हेर्दा उसले फाइदा हुन्छ भने चाहिँ मैले हेर्ने गर्छु, भिडियोहरू हेरिदिने गर्छु, लाइक कमेन्ट पनि गरिदिने गर्छु। फाइनली आजभोलि म युट्युबमा खासै टाइम पनि मिल्दैन। म होटलमा जब गर्छु, होटलमा जब गर्ने त्यही नै त हो। अब दिउँसभरि काममा गयो, साँझ आएर एकैछिन फोन हेर्ने, अब कता फोन हेर्ने, अब कहाँ हेर्ने, एकछिन भिडियो हेऱ्यो अनि त्यहाँपछि पल्ट्यो, थकै लागेको हुन्छ, सुत्ने, फेरि उठ्ने, फेरि जाने ड्युटी, यस्तै छ। अब म युट्युब ब्लग बनाइरहने कोसिस गर्दैछु। युट्युबमा ब्लग बनाउन मलाई साथै लहर पहिल्यैदेखि थियो, तर टाइम टेबल यस्तै हो कि अब इन्डियातिर पैसा कमाउनलाई इन्डियातिर हिँडेपछि अब भने जस्तो सोचे जस्तो जबहरू यताउता कहाँ सजिलो हुन्छ र भने जस्तो कामहरू यताउता सजिलो कहाँ हुन्छ र। त्यसैले म आज यो फर्स्ट ब्लग बनाउँदैछु। धेरै माया गरिदिनु होला। हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट चाहिँ पक्कै गर्नु होला। म हजुरहरूको भिडियो गएर म पुरा हेरिदिन्छु, अनि हजुरको लाइक कमेन्ट पनि गर्छु, सब्सक्राइब पनि गर्छु। ओके बाई। फेरि म भोलि भेट भोलि 3-4 दिनपछि म फेरि भिडियो बनाएर हाल्नेछु। ओके बाई, लभ यू।